रविन कुमार ठाकुर अनि आज हामीहरू कुरा गर्छु एनपीएल सिजन 2 को बारेमा। जुन एनपीएल सिजन 2 जुन 17 नोभेम्बरदेखि स्टार्ट हुन गइरहेछ। अनि एनपीएल सिजन 2 मा तपाईहरु के नयाँहरु हेर्न सक्नुहुन्छ जुन एनपीएल सिजन 1 मा थिएन। आज हामी त्यसको विषयमा कुरा गर्छौं। अनि के अपडेटहरु छ, के फरेन प्लेयरहरु छ, के कस्तो छ सबैको बारेमा हामीहरु आज कुरा गर्छौं। अनि एनपीएल सिजन 2 मा तपाईहरु यो 5 वटा चेन्जहरु हेर्न सक्नुहुन्छ। अनि यो 5 वटा चेन्ज के चेन्ज छ त्यो म तपाईहरुलाई क्रमबद्ध रूपमा भन्दै जान्छु। त फर्स्ट नम्बर चेन्ज हो तपाईहरु एनपीएल सिजन 2 को म्याचहरु तपाईहरु डेमा अनि नाइटमा पनि हेर्न सक्नुहुन्छ। किनभने ट्यू ग्राउन्डमा लाइटको फ्लड लाइट हुन्छ नि त्यो लागिसकेको छ। फर्स्ट नम्बर चेन्ज भयो। अनि सेकेन्ड नम्बर चेन्ज तपाईहरु ट्यू ग्राउन्डमा बसेर म्याच हेर्न सक्नुहुन्छ। किनभने ट्यू ग्राउन्डमा 10,000 भन्दा माथि सिटको व्यवस्था गरिएको छ। यो नेपालको लागि सेकेन्ड चेन्ज हो, नेपाल क्रिकेट टिमको लागि। अनि थर्ड नम्बरमा तपाईहरु एनपीएल सिजन 2 मा धेरै फरेन प्लेयरहरु हेर्न सक्नुहुन्छ। किनभने हाम्रो फ्रेन्चाइजहरुले कत्रो मेहनत गरिरहेछ फरेन प्लेयरहरुलाई ल्याउनमा। यो एनपीएल सिजन 2 त्यही भएर धेरै इन्ट्रेस्टिङ बनाउँछ के। सबै कुराले एनपीएल सिजन 2 लाई एनपीएल सिजन 1 भन्दा धेरै राम्रो बनाउँछ, धेरै खतरनाक बनाउँछ, धेरै रोमाञ्चक बनाउँछ। अनि हामी सबैजनाले सपोर्ट गरिदिनु पर्यो एनपीएल सिजन 2 लाई। जय नेपाल।